यो रोहानी हो गाइज यो इन्भिटेसन अफ एकचोटि जोइन गर्नु भन्नु गाइज मोडरेटर ब्लक गरिदिनुहोस् ल रोहानीको इन्भिटेसन यहाँ अफ छ ल एकचोटि जोइन गर्नु भन्नु गाइज जसले रिसाको छैन गाइज जस्ट इरिटेट भएको मात्रै हो क्या उसको इन्भिटेसन अफ छ अब त प्रुफ देखाएँ नि मैले होइन अब चाहिँ जोइन गर्छु नभन्नु ल ल गाइज तपाईँले भन्दा उल्लिरी बिली बनाइदिन्छ मलाई त यता नउताको मेरो फिल्टर पनि उडेको उडै छ गाइज इन्जोय गर्नु छ नगर्नुहोस् रोहानीको लाइफमा पनि रमाइलो हुन्छ तपाईँहरू रोहानी मनपर्छ भने प्लिज उसको लाइफ जोइन गर्नुहोस् ल अब उसलाई मसँग जोइनै गर्नु छैन त म के गरौँ इट्स ओके रोहानीको उसलाई एक्चुअली स्क्रिनसट लिएर देखाऊ भनेर भनौँ न मैले जस्तो स्क्रिनसट लिएर देखाऊ भनेर भन्नु त रोहानीलाई मैले जस्तो स्क्रिनसट लिएर देखाउनु भनेर भन्नु त उसको अरू इन्भिटेसन आउँछ कि छैन भनेर मेरो इन्भिटेसन आउँछ कि छैन भनेर तपाईँको अफ छ अरे लाम्बा दाइसलाई छोडिदिनु लगाइस् ल हो ल तपाईँले भनेको नमानेको म घमण्डी म जिद्दी मलाई जोइन गर्न मन लागेन मैले गरेन लगाइस् त्योभन्दा बेसी म के पनि भन्न सक्दिनँ रोहानीलाई इन्भिटेसन अन गर्नु भन्नु न कस्तो लगाइस् यार हाई रोहानी स्वामी इन्भिटेसन कसरी अफ भयो खै तँलाई थाहा होला नि तेरो अफ थियो मैले जान्न कति चोटि अर्काले भनेर यहाँ कसरी भनेर मैले गरेको कति गाह्रो नाटक नगर रोहानी नाटक नगर मलाई फेरि नाटक गर्न सुरु गरेर रिस उठ्छ है इट्स ओके त बिजी थियो आई अन्डरस्ट्यान्ड इट्स ओके सहिले पनि कहाँ फ्री हुनुपर्छ त होइन इट्स ओके इट्स ओके तँलाई इन्भिटेसन अन अफ कसरी गर्छ सबै थाहा छ प्लिज रोहानी इट्स ओके नाटक नगर छोडिदिएर के भयो अनि के भयो त अनि तेरो आइडी फिर्ता आयो नि अनि एकजना बोलेको थिएँ त्यसैले ठिकै छ इट्स ओके मैले के भने त नि अनि अघि नै होइन त्यो भ्याएर मैले तपाईँलाई त्यो गर्न तपाईँले लाइभ इन म्याचमा हुनुहुन्छ अनि फेरि पठाउन इन्भिटेसन अफ रे तपाईँको खै मेरो चाहिँ होइन तेरो चाहिँ अफ थियो अनि मैले फेरि जहाँ सोधी फेरि बनाएको त्यो नाटक नगर फेरि म तँलाई यस्तो थप्पड हान्छु रोहानी तँलाई इन्भिटेसन अफ अन दुइटै गर्न आउँछ होइन क्या तेरो इन्भिटेसन अफ थियो रोहानी मेरो थिएन तेरो लास्ट टाइम पनि अनै थियो तेरो इन्भिटेसन अफ थियो रोहानी इन्भिटेसन अफ मेरो थिएन त्यसैले गर्दाखेरि मेरो अफ थियो भनेर झुट बोले छैन स्वामीको पनि इन्भिटेसन अफ थियो याद दिए त मसँग भयो केही छैन यहाँ छोड्दे हे भगवान अनि रोशी कहाँ गयो त रोशिनी गए उसको दाजुहरू आएको अनि स्वामी कस्तो के गर्दै हुनुहुन्छ पनि लेट आउनुभएको को छ अन्त खुब मच्ची कोसँग बोल्दै हुनुहुन्छ है साथीहरूसँग नि आज के फिल्टर लाउन भुलेको कि क्या नलगाएको मैले लाउन मन नलागेर अलिकति हाल्नु त हिजोको जस्तो देखिन यतिकै ठिक छ गाइज म रियल लाइफमा यस्तै छ स्वामी दिन नै के लाइफमा मतन खोलेर बाहिर पनि हिँड्दाखेरि त यो छाती नै बताएर हिँड्छन् हाम्रा स्वामी है स्वामी आजको ब्लग हेरेर कति त्यही रोको त्योमा आउँछ कमेन्ट हेर्छु सबै बिचारा रोहानी रोको देखेर मेरो आँसु झर्यो भन्ने त कति माया गर्नुभएको है माया गर्छ नि तँलाई गाइज मेरो भान्जीको अकाउन्ट हो है मेरो कान्छी छोरीको उसको 1000 पनि पुगेको छैन क्या सो क्यान यु गाइज फलो दिस आइडी सबैजना आइडीलाई फलो गर्नु एकचोटि 25जनाले मात्रै धेरैले गर्नु पर्दैन गाइज जस्ट 25जनाले मात्रै फलो गर्नु ल सबैले दर्शन ढोक दिया आज स्वामी र मेरो भ्लग आएको छ भ्लग गरेर हेर्नु सबैजनाले सेन्टी दिल मेरा सेन्टी हो गई के रे स्वामी त्यो गाना आई मेन के छ स्वामी आज किन जुरुक नउफ्रिनु भएको आज के जुरुक पनि मरेछ त आज तपाईँ त्यही काम बाँकी छ अरे कल्पना छेत्रीले जान्ठी जान त नि तेरो बक बज्न आएको यहाँ स्वामी किन आज नराम्रै भइसकेपछि एटिट्युड नबोक्नु नि यार राम्रै के एटिट्युड गरेको त सोचौ पनि अनुमान दनुमानको चिम्पान्जी हेर्दाखेरि प्लास्टिक सर्जरी चाहिएला जस्तो छ जसले गर भनेको उसलाई भनेको नि मैले जसलाई फलो गर्नु मन छ गर्छु नगर्नु मन छ नगर्नु के भयो हाम्रा स्वामीले आज के किन रिसाएको आज रिसाएको छैन भनेको तपाईँले किन रिसाएको भनेको भन्नु झन् रिस उठ्छ मलाई स्वामी के कुकुरको मुख खाएर आउनुभयो क्या अस्तिको जस्तो त्यस्तै रोहानी त्यस्तै एक्लै खाने मलाई चाहिँ नखिलाउने स्वामीले
दिल मेरा सेन्टी हो गया आज ब्लग हेरेर मेरो सेन्टी दिल बछ ब्लग हेरेर मेरै ब्लग हेरेर गाइज आज भ्लग आइसक्यो कि रोहानी र मेरो त्यो डे 6 इन ब्याङ्कक आइसक्यो भोलि एक दिन आउँछ गाइज ब्याङ्ककको भोलि एक दिन फेरि भोलि पनि ब्याङ्ककको आउँछ पर्सिदेखि चाहिँ मेरो रेगुलर छैन होला नि स्वामी भोलि त मेरो म छैन भोलि चाहिँ कौसाङ रोड गएको छ ए म त भुलिरहेको खाउसन रोडको छ नि म त त्यही भुलिरहेको परिन्छ म छु स्वामी धेरै म धेरै गराउँ ब्लग या गाइज रे ब्लग ओके रोहानीलाई म सुत्न गएको बाई गुड नाइट आज के साह्रो स्वामी के को मुड अफ भयो स्वामी होइन कहाँ मुड अफ हुनु ल बाई रोहानी बाई भोलि भेटौँला दिन मेरा सेन्टी तो हेलो दाइ हेलो समीर भाइ ह्याप्पी बर्थडे मेरो भाइ धेरै धेरै माया तिमीलाई किन के भयो के पनि भएको छैन गाइज कस्तो रमाइलो गफ भइरहेको थियो अरे है म भोलि जोइन गर्छु नि भइहाल्यो नि हेलो गाइज हेलो सबैजनालाई धेरै धेरै माया थ्याङ्क यू सो मच है भान्जीकोमा ठ्याक्कै 1000 पुग्यो माथि तल झारिदिइहालेको उसकोमा 1000 पुग्यो 1000 फलोवर्स पुग्यो बिचरा कहिले कहिले घर बस अल्छी लागिरहेको हुन्छ मामा मैले लाइभ बस्छु नि भन्ने हुन्छ मैले ओके भनेको मात्रै हो गुड नाइट स्याड देखिरहेको छैन म किन स्याड वाइ आर यु सो ह्यान्डसम रे धनमायालाई सोध्नुपर्छ प्लस अनि फिल्टरलाई पनि भन्नुपर्छ गुड क्वेसन मेरे कानों में धनमा इज योर मम रे यस सी इज माई मम गाइज तपाईँहरूले सायद देख्यो होला टिकटकमा पनि छ मेरो मम्मी क्या अरे तपाईँ स्याड हुँदा नो गाइज म स्याड भएको छैन कम टु भुटान अगेन ओके मलाई चाहिँ झुट बोलेको चाहिँ मन पर्दैन क्या गाइज त्यति मात्रै हो मलाई अनि अलिकति झुट बोल्यो भने चाहिँ अलिकति रिस उठ्छ त्यति मात्रै खासमा केक पनि होइन स्याड केक पनि होइन मलाई झुट बोलेको चाहिँ मन पर्दैन भने मात्रै ह्युज लभ फ्रम टिबेटमा पनि टिकटक चल्छ थ्याङ्क यू दादा एनी टाइम ब्रदर यार समीर भाइ लट्स अफ लभ फ्रम टिबेट लट्स अफ लभ टु टिबेट एज वेल तर खुसी लाग्यो टिबेटमा टिकटक चल्छ भन्दाखेरि डु यु लाइक भुटान आई लभ भुटान नो रोहानीलाई मैले सिकाइदिइसकेको छ क्या छ्या माया थापा फेरि आइएम स्योर गाइज डोन्ट वरी म रोहानीसँग रिसाएको पनि छैन मलाई झुट बोलेको चाहिँ मन पर्दैन म भोलि आफू अटोमेटिकली ठिक हुन्छु होइन तर फेरि यस्तो चिजमा कोटाइरह्यो भने मलाई जान्छ रोहानीलाई इन्भिटेसन अन अफ सबै गर्नु आउँछ उसलाई अब टिकटकमा लाइभ आएको 2 वर्ष 3 वर्ष भइसक्यो उसलाई इन्भिटेसन अन अफ एउटा गर्नु आउँदैन होला तपाईँहरू चाहिँ उल्लु हो क्या जसले चाहिँ भने पताउने कुन चाहिँ गोरुले कति घाँस खान्छ गाइज मिस्टर तामाङलाई क्लियरली थाहा छ सो त्यो रिजनले गर्दा है तपाईँहरू चाहिँ उल्लु हो क्या त्यही भएर मलाई झुट बोलेको चाहिँ मन पर्दैन त्यति मात्रै हो गाइज क्लियर त्यो त मेरो पुरानो भ्युअर्सहरूलाई पहिल्यैदेखि थाहा छ मे आस्क यु वन क्वेसन इफ यु डोन्ट माइन्ड यस सो गाइज तपाईँहरू ज्ञानी होला सोच होला म गाइज यहाँसम्म पुगेको छ नि यही बाटो भएर मान्छेलाई